अब एकादशीको खाना आयो है। हामी चाहिँ एकादशीमा चाहिँ यस्तो पान रोटी खान्छौँ के। जे छ आफूसँग भेजिटेबल्स त्यही हालिदिन्छु म। यहाँ चाहिँ नेपालमा चाहिँ हामी कर्कलो अथवा पर्सिङ मुन्टामा खाने गरेको थियो एकादशीमा। यहाँ चाहिँ अब त्यस्तो पाउँदैन, अनि त्यही भएर मैले चाहिँ पालक अनि त्यसपछि मटर, केराउ अनि आलु त्यही हालेर मजाले घिउ हाल्ने, अनि त्यो तरकारीलाई भुटेर पानी हाल्ने, पानी उब्लिन्छ अनि यसरी रोटीलाई पानको पात बनाएर यसरी हालेर मजाले पकाउने, एकदम मिठो हुन्छ। ल अब तातो तातो पान रोटी रेडी भयो है। हाम्रो चाहिँ सबैजनाको फेभरेट के यो फेरि। अब मलाई जे मनपर्छ मेरो छोराछोरीहरूलाई चाहिँ खानेकुरा त्यही मनपर्छ, अनि मेरो श्रीमानज्यूलाई पनि साह्रै मनपर्छ मलाई मनपर्ने कुराहरू। त्यही भएर चाहिँ एकदम सजिलो छ के। अनि फेरि मेरो आफूलाई मनपर्ने कुरा बनाउनलाई। अनि मलाई फेरि एकादशी मात्रै चाहिँदैन यो पान रोटी खाएर, एकादशी द्वादशी त्रयोदशी जेमा पनि खाइदिन्छु। यस्तो मनपर्छ कि मलाई चाहिँ, एकदम बेस्ट, हेल्दी अनि मिठो। अनि यो पान रोटी यसरी खानुपर्छ सबैजनाले।